कविताको शीर्षक रहेको छ बाबा। हजुर मेरो अन्धकार जिन्दगीको उज्यालो बत्ती हो बा। हजुरको हिम्मत, आँट अनि लुकेर बसेको त्यो पेनफुल स्टोरी छोराले राम्ररी बुझेको छ बा। नसक्ने काममा पनि युद्ध गरेर जितेर आउने आँट छ बा हजुरको। अरूले बुझ्न पनि जरुरी छ जस्तो लाग्छ। यदि समय मिल्यो भने सुनाउने छु बा दुनियाँलाई बाबाको त्यो पहिचान र नामलाई। बाबाको महत्त्व के हो ती नचिन्ने मान्छेलाई पनि चिन्न बाध्य बनाउने छ बा हजुरको त्यो स्टोरीले। हजुरका ती दुःख लाग्दा पेनफुल स्टोरी, कथा र व्यथाहरू मनभित्र नै दबाएर राखेका छौ। मैले राम्ररी बुझेको छु बा। सुनिदिने र बुझिदिने मान्छे नै छैनन्। सबको कुरा सुनिदिनुपर्छ। आफ्नो कुरा चाहिँ मनभित्र नै राख्नुपर्छ है। गाह्रो छ है बा। बा हजुर घर हो अनि हामी त्यो घरभित्रको सदस्य। घर नै छैन भने कस्तो अन्धकार र बेजोग होला है मान्छेको जिन्दगी। एउटा भनाइ छ नि, छोरा मान्छे रुनु हुँदैन, जसरी पनि स्ट्रङ हुनुपर्छ भन्ने। छोरा मान्छे रुन्छन् नि, तर सजिलै पो आँसु देखाउँदैनन् सबैको अगाडि। आँसु नझारेर पनि मनै रुन्छन् छोरा मान्छेहरू। रुनको लागि एकान्त खोज्छन् छोरा मान्छेहरू। हो, त्यो छोरा मान्छेको पनि सबैभन्दा ठुलो रूप हो बाबा भनेको। बाबाको त्यो लुकेर बसेको स्टोरी सुनेर बुझिदिनु है सबैजनाले प्लिज।